नमस्ते। तपाईहरुले मैले प्रश्न गरेको सुनिदिनु होला। मेरो नाम पदमलाल ढुङ्गाना भनेर सबैलाई थाहा छ होला, याद गरिबक्सिनु होला। र मैले परम्परा पुरानाहरू म सानो हुँदादेखिको कथाहरू पूर्ण गर्नेछु। अहिले धेरै नियमहरू बदली भएर गयो, किनकि हामी साना हुँदा धरो फेरेर खाना खानु पर्थ्यो। पाहुनाहरू अर्थात् जसलाई पनि पानी दिएर खाना खान आउँ भन्नु पर्थ्यो। त्यो नियमहरू हरायो। अनि त्यस्तै नियमहरू हराउँदै जाँदाखेरि अहिले धेरै कुराहरू छोटकरीमा गयो। अनि बाँसको सानामा तामा सिधा भएर जाँदो रहेछ। उसको ठ्याङहरूले त्यो तामालाई पनि बन्द गरेको हुँदो रहेछ। पछि त्यो तामालाई एउटा गएर ठक्क फेदा काटेर चोया काट्दो रहेछ। अनि सबै छ। अनि अर्को तामा रहेर छिप्पेर जाँदा चाहिँ शुभ कार्यमा पनि अशुद्ध कार्यमा पनि त्यो बाँसले काम दिँदो रहेछ। मान्छे मर्दा लाने पनि त्यही बाँस हुँदो रहेछ। अनि न्वारन गर्दा सिन्का चिर्ने पनि त्यही बाँस हुँदो रहेछ भन्ने मैले प्रश्न गरिदिएको छ, याद गर्नु होला।